ढाका टोपी मेडिकलमा पाउँछ र मेडिकलमा किन भन्दैछ ढाका टोपी मेडिकलमा त्यो बाथरुममा त्यो टिस्यु पेपर किन राख्छ त्यो टोयलेटमा टिस्यु पागल बौलाई हातमा दियो कि तर यस्तरी हेर्दाखेरि तल लाउने कि माथि लाउने बेला चिन्नै सकेन हाम्रोलाई गिफ्ट हाल्नु त्यस्ता कुरा डरले मार्थ्यो कुन दिन मान्छेलाई हँसाएर यार अनि मैले त ओहो भो 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 म त पर्दैन यो लायो भने त कहिले कहाँ अड्किन्छ कहिले कहाँ अड्किन्छ त्यस्ता कुरा यार हे बाबा हो के भयो आज हेर्नु न अदाले दिएको चस्माहरू दुइटै लाएर बसेछन् सुन न ओइ हाब्रे हैन कोही कोही मान्छेहरू होइन भाग्यमा यसरी लेखेर आउनुपर्छ कि यस्तो चस्मा हेरेर कस्तो कस्तो गिफ्ट दिन्थ्यो होला क्या मनमा त्यस्तो मेरो फिल भएको क्या हामी केटी मान्छेलाई यो र साथीले त यति धेरै माया गरेर चस्मा दियो भने आफूलाई मनमुटुदेखि माया गरेको मान्छेले के दिन्थ्यो होला भन न त्यही त हो नि त्यही त हो नि त्यही त के नि त्यही त गुच्चीको चस्मा कालो त्यही त हो नि त्यही त के अलि नि के त्यही त नि लक्ष्मी कलेक्सन कहिले जाने तपाईँ जिस्का तिम्रो जिन्दगी बिस्का जिस्का रोबिन दाइलाई त ब्रासलेटहरू पनि दिएको छ ए डन अरु कुरो नगर सुन डन ओइ तिम्रो पोजिसन गेम खेल्छ भने खेल म आज खेल्दिन किनभने भोलि चाहिँ म चितवन जाने काम छ के ओइ हाब्रे घोटिनीलाई बोलाउँछु सुन न तपाईँ भोलि चितवन जानुहुन्छ किन आज गेम नखेल्ने यस्तो के हैन घले नि हैन भोलि फेरि म चितवनको त भोलि पर्सि मेरो एकजनाको बिहे छ अनि भोलि चाहिँ अब आफ्नै गाडीमा जानुपर्छ गाडी चलाउनु पर्छ अनि अब रातभरि लाइभ बसेपछि अनि बिहान निद्रा पुगेर त गाडी चलाउनु नि त अरूको जिन्दगी हातमा राखेर हिँड्न पर्छ त्यही भएर म चाहिँ आज चाँडै सुत्छु तोठामा फेरि न लाइन पनि छैन तोठामा लाइन पनि छैन नेट पनि छैन त्यही भएर म 2-3 दिनसम्म आउनु होला के शुक्रबार बल्ल आउँछु होला 5 गते फर्किने हो के 3 गते गएर 5 गते फर्किने हो त्यही भएर तिमीहरू खेल्छ भने मजाले खेल है म चाहिँ आज फोन तपाईँ कोट लाएर हिजोको कोट लाएर जानु ल अनि कालो चस्मा लाएर जानु ल आमा अदाले त मलाई कस्तो गिफ्ट दिन लाग्यो नि रोबिन दाइ मैले त पर्दैन यस्तो त भनेको के मैले त छैन मैले ओए यो सुन ओए यो सुन डन कस्तो राम्रो चस्मा थियो है यो कसको लागि हो यो त केटा मान्छेको लागि हो भने कसको लागि भनेको उसकै लागि भने के बोल्न थाहा भएको पछि पो भने आबा सुन न रोबिन दाइ डन तिमीलाई कस्तो सुहाउँछ नि तिम्रो लागि भनेर कस्तो राम्रो मैले गिफ्ट ल्याएर राखेको छु नि रे खोइ के रहेछ भनेको त खोइ कहाँ लाउने रे डोरी मात्रै छ खोइ के पो त्यो डोरी कसम फलिने आउनु भन्दा अगाडि सुन त पछि गयो नि होइन पछि मलाई नि भन्दै थियो मैले त्यसो त खेले अहिलेसम्म देखेको पनि छैन म लाउँदैन भनिदिएको मैले सिधै मैले कसम देखेको छैन उसको पसलमा मात्र देखेको मैले त्यस्तो उसले मलाई ल तिमी लगाऊ तिमीलाई गिफ्ट भनेर मलाई हातमा दियो कि तर यस्तरी हेर्दाखेरि तल लाउने कि माथि लाउने बेला चिन्नै सकेन हाम्रोलाई गिफ्ट हाल्नु त्यस्ता कुरा डरले मार्थ्यो कुन दिन मान्छेलाई हँसाएर यार अनि मैले त ओहो भो 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 म त पर्दैन यो लायो भने त कहिले कहाँ अड्किन्छ कहिले कहाँ अड्किन्छ किन न बाजे सुन यो पनि यो चाहिँ उसले गिफ्ट दिएको यो चाहिँ उसकै पसलमा किनेको होइन ए टन्नै सबै गराएछ यो भयो उसले दिएको गिफ्टहरू पनि त उनीहरू चाहिँ मलाई कुरेर बसिरहेको छ म सम्झि कति 4 बजीतिर गएको थियो एउटा नर्मल गेम खेल्नु अब मैले यसो चाँडै सुत्नुपर्छ कि आज पर्ने गेम खेल्दिन डनको काण्ड भएको छ कि आज बाथरुममा सुनाइदेन वही काण्ड के हो त फेरि के काण्ड खाना खाने बेला के रोबिन दाइ साँच्चै तपाईँले एउटा कुरा भन्छु त्यो बाथरुममा त्यो टिस्यु पेपर किन राख्छ त्यो टोयलेटमा टिस्यु पागल बौलाई मरे के बोल्छ तिमीहरू यार बोल्न सक्छ नजान थ्याङ्क यू सो मच ए रामा टिस्यु हो के टिस्यु के भएर त्यो चाहिँ
अनि ओए मैले तिमीहरू दुईजनालाई त्यही भन्न लागेको थियो तिमीहरू दुईजना फेरि मलाई यो त लास्टै पाखे रहेछ सोध्छ होला भनेर नभने कि पहिला त प्लेनमा पनि बोमिट आउँछ होला यार टिस्यु हो के भने टिस्यु त्यही त पिसी त्यो के अर्डर गरेको थियो कि यसले खै के हो भनेको थियो होइन अनि आधाले एकछिन के खाने भनेको के पो भनेको थियो कि यसले भन्न नजानेर बिचरा त्यो वेटर हेरेको हेरे भयो होइन के मैले भनेको कि दाइ त्यो हुन्छ नि खाने चाहिँ त्यो अमिलो अमिलो पनि हुन्छ गुलियो गुलियो पनि हुन्छ त्यो मैले मिन्टी भनेको अदाले होइन तपाईँ जानु वेटर अहिले भन्छु रे मलाई त मैले मिन्टी भने के मिल्टी भनेन तिमीले त लेमन टी भने के भनेको थियो र ए लेमन टी भनेको के मैले खानेकुरा अर्डर गर्ने बेलामा कसैले होइन त्यो नि होइन लेमन मिन्टी भनेको मैले लेमन मिन्टी भनेको के हो त्यो लेमन मिन्टी भनेको खाने बेला अर्डर गर्ने बेला फेरि अनि त्यो मेनु देखेर फेरि मैले पनि यही मेनु खान्छु भन्ने हामीले के खाएको रे आधाले के अर्डर गरेको रे त्यो प्लेटफर्म हो कि के रे चिकन हो त्यही त चिकन के त चिकन प्लेटफर्म हो कि के रे काममा बस्ने मान्छे यस्तो छ नि यार के भन्ने कसम कहीँ खान नगएर हो कि दा यस्तो भएको कसम होइन त्यही गएर मात्र थाहा भएको नि तिमी कहिले सहरिया बन्ने चिकन थियो अनि खै चिकन प्लेटफर्म हो कि के पो भन्थ्यो कि चिकन प्लेटर रे चिकन प्लेटर चिकन क्रिएटर के ओठे नेपाल न उसको इङ्ग्लिस धेरै फेरि फर्कला कहिलेहरूले के खायो थाहै छैन कि नेपाल आयो भने उसको इङ्ग्लिस धेरै फेरि फर्कला फेरि एउटा खाजा सेट खाएको थियो तर कस्तो मिठो रहेछ रे खानेकुरा त्यहाँ है मिठो थियो अर्को बौलाहरू गरेको थियो म त कुट्दिन मलाई राखेको थियो कस्तो हल्ला गरेको थियो गिटार बजाएर फेरि छ्या ए होइन के बेटर होला रे खोइ के भो हो त्यही त चिकन क्रिएटर हो कि के भन्थ्यो आउने भयो वेलकम सिट हाल्छु पोखरा आउँछु म पोखरा जाने हामी सबै ग्रुपमा जाने होइन यिनीहरूले के डिल गर्यो अब होइन म त थिइनँ यिनीहरूले मलाई सम्झिँदा नि हाम्रो नि आउँछ रे यो नि आउँछ रे तर म यो गएँ भने म योसँग नि सुत्दिनँ यो भएको कोठामा नि सुत्दिनँ म अरे छोरी मान्छे हो के डन छोरी मान्छे हो प्लिज यार म एक्लै सुत्छु कसम मैले भन्छु हाब्रे कसम म एक्लै छुट्टै रुम लिएर सुत्छु कि रोबिन दाइको घरमा गएर म भुइँमा सुत्छु बरु पागल अनि हल्कमा जानु पर्ला ठिकै हुन्छ चारजनालाई कहाँ हलमा हल भने के त चिकन प्लेटर कि के हो भन्दै के त हल्क भने त्यो के अरे 13 नम्बर स्ट्रेट हो कि कति छ नि त्यो 13 नम्बर अनि ती पोखरा पहिला पनि आएको छ हाम्रे कति आगर म पोखरा फेरि आउँछ तिमी यो हाम्रोलाई गाडी पनि चलाउन आउँछ रे प्लेन पनि चलाउन आउँछ रे गाडी के बाइक पनि चलाउन आउँछ रे स्कुटर पनि चलाउन आउँछ रे यसलाई प्लेन त प्लास्टिकको चलायो अलि यो पहिला नेपालमा हुँदाखेरि गुन्डिनी थियो रे हामी चारजना जाने रे म हल्कमा गएर कुरा गर्छु त्यहाँ जस 7-8जनालाई पुग्छ 4जनालाई भयो भने हामीलाई इनफ भइहाल्छ अनि त्यो के हो फेरि के रे हल्क भने चाहिँ के हो पहिला मलाई किन तिमीहरूले मलाई घुमाउन लैजानु भन्दाखेरि पहिला त्यो हल्क भनेको के हो जान लागेको ठाउँ कहाँ हो भन त्यहाँ बस्ने बेलामा केटाहरू हुनु भएन त्यहाँ बुझ्यौ नि केटाहरू हुनु भएन केटी मात्रै हुनुपर्छ त्यहाँ त्यस्तो मान्छेको मान्छेहरू हुनु भएन त्यही त भनेको त्यहाँ केटीहरूको बिचमा केटाहरू हुनु भएन त्यहाँ राम्रोसँग केटीहरूको बिचमा सुन्नु न त्यो लाइन नम्बर 13 हो कि कति 13मा छ सायद त्यो होटल अनि त्यहाँबाट चाहिँ कति टाढा हो तपाईँको यो मलाई पोखराको केही थाहा नि मलाई सबै थाहा यार किन यार म त यहाँदेखि 1 घन्टा लाग्छ हौ पोखरा त लेकसाइडतिर पुग्न म त गाउँमा हो के लेक साइड भनेको चाहिँ के हो गाउँ ए पागल
के त लेग साइड भनेको त्यो लेगतिर कि पर्ने ठाउँ फेवा त्यही त तालको लेग साइड भनेको गाउँ फेवा त तालको छेउछाउलाई लेग साइड भन्छ कि बौलाई कति मिनट लाग्छ तपाईँलाई त्यो स्ट्रेट नम्बर 13 मा आइपुग्न आइपुग्न ताललाई लेग भन्छ अनि त्यो तालको फेवा तालको वरिपरि बस्ने त्यो इलाकालाई लेग साइड भन्छ बौलाई कस्तो पागलले के रे हाम्रे तपाईँलाई त्यो स्ट्रेट नम्बर 13 ल त्यो लाइन नम्बर 13 मा आइपुग्न कति मिनट लाग्छ तपाईँको घरदेखि त्यहाँसम्म बाइकमा मजाले कुदायो भने आधा घन्टा कारमा आयो भने पनि त्यस्तै आधा घन्टा जाम पर्छ जेमा कम्फर्टेबल हुन्छ त्यसमा आउनु न हामी त्यही हुन्छ एकले त बाइकमा आउन न म पहिलो कुरो त म आउने तिमीसँग रोबिन्दालाई भेट्नलाई सुन रोबिन्दालाई भेट्नलाई म एक्लै जान्छु के लान्छु भन भाइको लागि सुन न भाइको लागि सुन न भाइको लागि एउटा सुन न भाइको लागि एउटा राम्रो खतरा हिरो देखिने खालको लुगा एक जोडी लान्छु अनि त्यसपछि के लाने भाउजूलाई पछौरी लान्छु रोबिन्दालाई ढाका टोपी लान्छु ए औडा सुन ओइ डन कसको पसलमा किन्ने भन्न फेरि आधाको पसलमा किन्छु किन तर आधाकोमा त छैन बच्चाको लुगा नि छैन त्यो ढाका टोपी नि छैन पछौरी सछौरी पनि छैन पछौरी किन्न हो नि यहाँ पछौरी लिएर आएको छु मैले छोरी मान्छेको यो जाडो महिनामा लाउने चाहिँ खतरा पछौरी लान्छु गर्नुहुन्न के रे भाउजूले यसो लिपस्टिक सिपस्टिक गाजर कति राम्रो छ यो आधाको